हेलो साथीहरु, आज चाहिँ म तोरीको साग टिप्न लागि छु। हाम्रो यता मम्मीले बारीमा लाउनु भएको। आज यसकै साग र रोटी खाने भनेर हेर्नु न कस्तो छ। यो टोकरी भरि साग टिप्छु नि हजुरलाई देखाउँछु है। टिपिसके यस्तो मच्छरले काटेछ। अहिले यतिखेर टिप्न लागि छु न, त्यही भएर पनि होला कि यहाँ अलि बाक्लो भएको ठाउँमा मम्मीले टिप्ने भन्नुभएको थियो। आफूलाई त यस्तरी टिपेछु, थाहा पनि छैन। कुकुरलाई मनपर्छ। रायोको तोरीको साग हो, हामी त तोरीको साग भन्छौँ है। हेर्नु यति बाक्लै छ नि त, बाक्लो बाक्लोबाट पातलो हुने गरी टिप्ने भन्नुभएको थियो। यस्तरी टिपेछु। बाई बाई।